साथीहरु अब आज चाहिँ शनिबार हो शनिबार श्रमदानको दिन चाहिँ अब श्रमदान जान लागिरहेको छु साथीहरु सबै गाउँ निवासीहरु श्रमदानमा आउनु होला हामी चाहिँ आज के अरे हाम्रो ठाउँको पर मिलन चोक जाने बाटोको पुल चोकदेखि भाइटे टोलदेखि यता हाम्रो के अरे के यता धनटोल जाने बाटोदेखि सडककै भित्रबाट हाम्रो के अरे राजन रोका बत्तिसकोदेखि हाम्रो यता भाबीगे मामाको साइडतिर त्यहाँबाट त्यहाँको कार्यक्रम चाहिँ आज विशेष गरेर हामी सरसफाइ गर्नेछौँ त्यहाँनिर त्यसको लागि अब म तयारी भएर हिँडिसकेँ ओके अल द बेस्ट भेटौँला है ल अहिले यो श्रमदानको लागि जाँदैछौँ श्रमदानको लागि औजार बोकेर जान्छौँ हामी चाहिँ यो हाम्रो गाउँको बाटो हो मसँग एकजना श्रमदाता पनि हुनुहुन्छ ऊ श्रमदाता पनि आउँदै हुनुहुन्छ एकजना थप एक साथ श्रमदाता ल है ल अब श्रमदान दिनको शनिबारको दिन विशेष गरी छुट्टीको दिन सार्वजनिक बिदाको दिन अनि फेरि अब आफ्नो गाउँ बनाउने कुरा हैन त्यसो पनि हो अनि फेरि धेरै समय पनि हैन हामीले 1 घण्टा 1.5 घण्टा 2 घण्टा कतिसम्म सकिन्छ त्यो चाहिँ एउटा गाउँ बनाउने अभियान सरसफाइ अभियान विभिन्न अभियान हुन्छ गाउँ बनाउने अभियानमा लागिरहेछु त्यस्तो छ यो मेरो उहाँहरू पनि बितेर जानुभयो अहिले चाहिँ हाम्रो श्रमदान एरियाहरू के अरे पुलचोक अगाडिदेखि हामीले गर्दै ल्याइरहेको छौँ र अहिले श्रमदाताहरू यसरी लागिराख्नु भएको छ श्रमदाताहरू बाक्लो उपस्थितिमा हाम्रो श्रमदान जति पनि हुनुहुन्छ आउँदो समयमा श्रमदानमा जोडिँदै गर्नु होला भन्न चाहन्छु अहिले हामी पुलचोक हुँदै हाम्रो केठा टोल आइपुग्यो हाम्रो जेन्जी भाइहरूको पनि एकदम राम्रो श्रमदान भइरहेको छ भाइहरूको राम्रो उपस्थिति निकै सक्रिय रूपमा लागिराख्नु भएको छ क्रमश बढिरहेको छ अहिले यो हामी केठा टोल यो ओबा भनेर चिनिने हाम्रा काकाको निवासतिर हामी छौँ लागिरहेका छौँ नियमित हप्तैपछि हामी लागिरहेका छौँ श्रमदान 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 विशाल चौतारी यो चाहिँ तपाईँको एकदम यो बिजुलीको तारको निकै जोखिम भएकोले गर्दाखेरि यो बाहिर मित्र हाम्रो काकालाई यो बाट भर्खरै आइपुग्यो अहिले चाहिँ घरतिर आइपुग्यो अब फ्रेस भयो अब के गर्ने भन्दाखेरि बाँकी घरको कामहरू गर्ने अब अहिले ठ्याक्कै कति बजिसकेको छ भन्दाखेरि 5 बजिसकेको छ आज श्रमदान लगभग 1 बजेदेखि 4 घण्टासम्म गरिएछ यस श्रमदान गरियो यो भिडियो अन्तिमसम्म हेरिदिनु होला र सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गरिदिनु होला सबैसँग पुऱ्याइदिनु होला सेयर पनि गरिदिनु होला है त यस्तो